सम्पूर्णमा नमस्कार। श्री भगवद गीताको पहिलो अध्याय अर्जुन विषाद योग केवल महाभारतको युद्ध सुरु हुनुभन्दा अगाडिको पृष्ठभूमि मात्र होइन, यो त मानव जीवनको व्यवहारिक र मनोविज्ञान ऐना हो। धेरैलाई लाग्न सक्छ कि यसमा केवल सेनाहरूको वर्णन र अर्जुनको रोदन मात्र छ, तर गहिराएर हेर्ने हो भने यस अध्यायले आम मानिसलाई जीवनको ठूलो सङ्कटहरूसँग जुझ्न महत्त्वपूर्ण शिक्षा दिन्छ। यहाँ गीताको पहिलो अध्यायको महत्त्व र यसबाट आम मानिसले सिक्नुपर्ने शिक्षाहरूलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ। 1. पहिलो अध्यायको महत्त्व। मानव मनोविज्ञानको चित्रण। यो अध्यायले मानिस सङ्कटमा पर्दा कसरी टुट्छ र उसको विवेक कसरी हराउँछ भन्ने कुराको जीवित चित्रण गर्छ। अर्जुन संसारकै श्रेष्ठ योद्धा भएर पनि मोह र डरका कारण काम्न थाल्छ। यसले देखाउँछ कि शारीरिक रूपमा बलियो व्यक्ति पनि मानसिक रूपमा कमजोर हुन सक्छ। सत्य र असत्यको द्वन्द्व कुरुक्षेत्रको मैदान वास्तवमा हाम्रो मन र मस्तिष्क हो, जहाँ एकातिर खराब विचार कौरव र अर्कोतिर असल विचार पाण्डव बीच निरन्तर युद्ध भइरहन्छ। गीताको प्रस्थान बिन्दु जबसम्म मानिसले आफ्नो कमजोरी स्वीकार गर्दैन र आफूलाई अलमलमा परेको कुरा बुझ्दैन, तबसम्म उसले ज्ञान प्राप्त गर्न सक्दैन। अर्जुनको यही विषाद, दुःख, निराशा नै ज्ञानको प्राप्तिको पहिलो पाइला बन्छ। 2. आम मानिसले सिक्नुपर्ने मुख्य शिक्षाहरू। पहिलो अध्यायबाट हामीले आफ्नो दैनिक जीवन, परिवार र कार्यक्षेत्रका लागि निम्नलिखित शिक्षाहरू लिन सक्छौँ। क. मोह र आसक्तिले विवेक नष्ट गर्छ। युद्ध भूमिमा आफ्ना आफन्त, गुरु र साथीभाइलाई देखेपछि अर्जुनमा मोह, अति लगाव उत्पन्न हुन्छ। उनी आफ्नो कर्तव्य, न्यायको लागि लड्नु बिर्सिएर भन्न थाल्छ, म आफ्नै मान्छेलाई मारेर राज्य र सुख चाहन्न। जीवन उपयुक्त शिक्षा। जब हामी कुनै व्यक्ति, वस्तु वा पदसँग बढी आसक्त हुन्छौँ, तब हामी सही र गलतको पहिचान गर्न सक्दैनौँ। निर्णय लिने बेला भावनामा बगेर होइन, कर्तव्य र न्यायलाई अगाडि राख्नुपर्छ। ख. सङ्कटको समयमा मानसिक सन्तुलन गुम्नु स्वाभाविक हो। पहिलो अध्यायमा अर्जुनका हातबाट गाण्डीव धनुष खस्छ, उनको शरीर काम्छ र आँखाबाट आँसु बग्छ। उनी डिप्रेसन वा एन्जाइटीको अवस्थामा पुग्छन्। जीवन उपयुक्त शिक्षा। जीवनमा अचानक ठुलो सङ्कट आउँदा वा गहिरो निर्णय लिनुपर्दा डराउनु, आत्तिनु वा दुखी हुनु सामान्य कुरा हो। आफूलाई कमजोर महसुससँग हुँदैमा जीवन समाप्त हुँदैन, बरु त्यसलाई स्वीकार गरेर समाधानतर्फ लाग्नुपर्छ। ग. अहङ्कार र अति आत्मविश्वासको परिमाण। अध्यायको सुरुमा दुर्योधनले आफ्नो गुरु द्रोणाचार्यसँग पाण्डवहरूको सेनाको तारिफ गर्दै आफ्ना योद्धाहरूको घमण्ड गर्छ। उनी युद्धको परिमाण आफ्नो पक्षमा मात्र देख्छन्। जीवन उपयुक्त शिक्षा। शत्रु वा आफ्ना चुनौतीहरूलाई कहिले कमजोर ठान्नु हुँदैन। अहङ्कार र अति आत्मविश्वासले मानिसलाई अन्धो बनाउँछ र पतनको बाटोतर्फ लैजान्छ। घ. सही मेन्टर वा गुरुको आवश्यकता। जब अर्जुन पूर्ण रूपमा अलमलमा पर्छन् र रथको पछाडि बस्छन्, उनी श्रीकृष्णलाई आफ्नो सखा मात्र होइन, मार्गदर्शन मान्छन्। उनी आफ्ना सबै कुराहरूलाई नलुकाई कृष्णसँग राख्छन्।
जीवन उपयुक्त शिक्षा जीवनको कठिन मोडमा जहाँ सही र गलत छुट्याउन गाह्रो हुन्छ हामी एउटा सच्चा मार्गदर्शक साथी वा गुरुको आवश्यक पर्छ। सङ्कट पर्दा मनका कुरा योग्य व्यक्तिसँग सेयर गर्नुपर्छ जसले हामीलाई सही बाटो देखाउन सकोस्। न बहानाबाजीबाट बच्ने। अर्जुन युद्ध लड्न नपरोस् भनेर अनेकौं तर्कहरू दिन्छन्। कुलको नाश हुनेछ, पाप लाग्नेछ, अधर्म फैलिनेछ आदि यी सबै तर्कहरू वास्तवमा उनको भित्री डर र मोह लुकाउने बहाना मात्र थिए। जीवन उपयुक्त शिक्षा धेरै पटक हामी पनि कठिन काम वा आफ्नो जिम्मेवारबाट भाग्नको लागि मनै अनेकौं बहानाहरू बनाउने गर्छौं। गीताले सिकाउँछ कि बहाना बनाएर कर्तव्यबाट भाग्नु कायरता हो। गीताको पहिलो अध्याय विषादबाट योग्य तर्फको यात्रा हो। यसले आम मानिसलाई यो सिकाउँछ कि जीवनको युद्धभूमिमा कहिलेकाहीँ हामी हार्न सक्छौं, अल्मलिन सक्छौं र रुन सक्छौं, तर त्यो नै अन्त्य होइन। जब हामी आफ्नो कमजोरीलाई बुझेर सही ज्ञान र मार्गदर्शकको शरणमा जान्छौं तब मात्र जीवन जिउने सही मार्ग कर्मयोग फेला पर्छ। संक्षेपमा भन्नुपर्दा पहिलो अध्यायले हामीलाई आफ्नो भित्री डर र मोह पहिचान गर्न सिकाउँछ। धन्यवाद, नमस्कार। फेरि हामी दोस्रो अध्याय लिएर आउनेछौँ। यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। नमस्कार, धन्यवाद।